हेलो नमस्ते लसो फ्याफलजी। अब चाहिँ म चाहिँ यसो अब खोलातिर आइस जमेको छ अरे यता कोरियाको खोलातिर चाहिँ, अनि आइसमा चिप्ली खेल्नलाई यसो रमाइलो गर्नको लागि जाँदैछु। अब धेरै बिदा भयो नि त। अब हाम्रो हिजो अस्तिको दिनबाटै हिजो अब आज भोलि लगभग 4 दिन बितेछ। अब 4 दिन बिताउनु त रुममा मात्र बस्यो भने त अल्छी लाग्छ, अनि सक्दैन नि त होइन, लास्ट अल्छी लाग्छ। त्यही भएर अब चाहिँ यसो खोलातिर गएर यसो रमाइलो गर्नको लागि जाँदैछौँ हामी चाहिँ। ट्याक्क साथीहरू सबैजना हामी 3-4जना छौँ। 4जना चाहिँ मजाले इन्जोय गर्न जाँदैछौँ है त खोलातिर होइन। मजा आउँछ, मजा है, हेर्दै गर्नु होला है त। अहिले चाहिँ कोरियामा चिसो चाहिँ अति छ क्या। अहिले ठ्याक्कै -16 छ चिसो, अनि घाम पनि लागिरहेछ लाग्न त, तर घामले खासै त्यो तातो हुँदैन क्या। यो घाम चाहिँ चिसोले नै जित्छ, अनि लास्ट चिसो हुन्छ कि चिसो हावा चल्छ। यहाँ चाहिँ फेरि यस्तो हुन्छ कि कोरियामा चाहिँ चिसो मौसममा चाहिँ सबसे बढी हावा चल्ने क्या, अनि हावा चलेर चिसो चिसोमाथि झन् चिसो बनाइदिन्छ क्या। लास्ट गाह्रो छ हौ, गाह्रो त बनाउँछ। त्यही पनि के हेर्नु, अब रुममै बसेर त्यो अल्छी लागेर होइन, ढाड सुत्दा पनि ढाडै दुख्छ क्या। अनि त्योभन्दा त बरु घुम्न हिँड्नै बेस्ट। त्यही भएर घुम्न जाँदैछु टक्क गरेर। धेरै टाढो त होइन, यही नजिकै खोलातिर हो। पानी चाहिँ जमेको छ क्या मस्त होइन। केटाहरू टेस्ट गर्दैछ। यो खोलाको पानी पुरै जमेर होइन आइसै भनेको छ क्या। यो चाहिँ हाम्रो कम्पनीबाट नजिकको पसल हो क्या, GS25। यहाँ आएर नर्मली हामी यसो ड्रिङ्क्स के हुन्छ नि, नर्मल खानेकुराहरू चाहिँ यहाँबाट किनिन्छ। यहाँ चाहिँ पैसा निकाल्ने एटिएम यतातिर है। केटाहरू जाडोले हेर न, आमा कुद कामिरहेछ यार। अघि भनेको मैले राम्रोसँग ज्याकेट लानु भनेर, मान्ने होइन यार। केटाहरू त आमा पैसाले के अरे चुमुक भएर नर्मल लगायो भने हुन्छ भनेर हिँड्छ। यही ठाउँ हो कि ल हेर आए कोरियाको खोला त पुरै सुतेछ यार, निदाइरहेछ त पुरै खोला त। ल हेर पुरै सेतै भएर। ओ बसन्त दाइ, पुरै यार घिउ जमेछ त। कसले मै पारे? तपाईँले त होइन नि? केटाहरू फेरि डेन्जर छ कि यहाँ त यार। वाह यस्तो छ कि पुरै झेरेप जाने क्या। यतातिर चाहिँ अलिअलि जमेको रहेछ है त आनन्दले होइन। मान्छे हिँड्दा नि खासै केही नहुने आनन्द जमिया छ हौ, मजाले जमेको रहेछ। यता चाहिँ ल हिँड्दा नि केही नहुने रहेछ, घारप पनि नभन्ने होइन। चिप्ली खेल्दा पनि मजा आउने खालको भएछ यता चाहिँ। ल आउनु यहाँ टेक्नु त, यहाँ यो ढुङ्गाको यताबाट टेक्नु न। बाई बाई। साइकल हाल्ने बित्तिकै टायर त पुग्छ। ड्राइभर अलिक गतिमा परेन क्या। गतिलो ड्राइभर नपरेर टिट आफैले टेक्यो। दाजु ठिक छ नि? ड्राइभर नयाँ नियुक्ति गरिसक्यो मैले होइन। बुझेँ नि त म टिट त्यो कुन रहेछ। देखा आपने लापरवाही का नतीजा।
यो आइस माथिको अब रमाइलो भनौँ आजको आइस खेल्ने मस्त चलिरहेको छ कि केटाहरू डोरी ल्याएर होइन जुगाड पनि खतरा गरिरहेको छ है केटाहरू ल हेलो गाइस देखो ना गाइस देखो ना क्या है ये गाइस देखो ना गाइस ब्रेक पनि होइन ड्राइभर मेरो नयाँ ड्राइभर ल करिब 1 घन्टा जति खेल्यो हाम्रो जुगाड चाहिँ हो हाम्रो अलिकति नयाँ खालको जुगाड कि होइन यो जुगाडबाट टक्क राखेर 1 घन्टा जति खेल्यो आइसमा यसो चिप्लेटी अब चाहिँ धेरै चिसो भयो कि आएर हात पनि ठिक्राएर मम्मको डेन्जर भइसक्यो होइन कान पनि रातो भइसक्यो अब यो यतातिर जानु अनि त्यसपछि अब भनेको अब जाने हो कोठा रुममा लास्ट चिसो भयो कि ल है अब चाहिँ आजको लागि आइस खेल्ने बाई बाई होइन करिब 1 घन्टा जति हिउँमाथि खेलेर आइसमाथि खेलेर अब हामी चाहिँ कम्पनीतिर लाग्यो चिसो पनि धेरै चिसो भयो क्या अति चिसो है कान पनि रातो भइसक्यो अब चाहिँ तातोतिर न्यानोतिर जानुपर्छ कुद्नुपर्छ है त अब म चाहिँ गएँ कम्पनीतिर गएर टक्क आनन्दले रेस्ट गर्नुपर्छ चिसो भइरहेछ तातो बनाउनुपर्छ न्यानो बनाइहाल्नुपर्छ है त ओके बाई बाई